मैले थाहा पाउँदाखेरि युट्युबमा कुनै पनि क्राइटेरिया थिएन। युट्युबको नयाँ अपडेट आइसँगै युट्युबको इतिहासलाई एकचोटि हेरौँ। 2005 देखि 2007 सम्म क्रिएटरका लागि पैसा कमाउने कुनै पनि प्रणाली थिएन। 2007 देखि केही क्रिएटरहरूलाई, सेलिब्रिटी अथवा ठुला मिडियाहरूलाई YPP युट्युब पार्टनर प्रोग्राम मार्फत मोनेटाइजेसन दिएको थियो भने 2012 देखि खुल्ला रूपमा जो कोहीले पनि भिडियो अपलोड गरे बापत पैसा कमाउन सुरु गर्थ्यो। 2012 मा युट्युबले जुन नियम ल्यायो त्यतिखेर केही पनि क्राइटेरिया थिएन। युट्युबमा पैसा कमाउनको लागि कन्टेन्ट क्रिएट गरेर अर्निङ गर्नको लागि कुनै पनि मापदण्ड थिएन। जब 2012 देखि 2017 सम्म मैले थाहा पाउँदाखेरि युट्युबमा कुनै पनि क्राइटेरिया थिएन। 2017 को अप्रिलदेखि युट्युबले फर्स्ट क्राइटेरिया ल्यायो। त्यतिखेर 10,000 भ्युज पुर्याए मार्फत मात्रै जो कोही कन्टेन्ट क्रिएटरले अर्निङ गर्न सक्थ्यो। 10,000 भ्युज किन राखियो भन्दाखेरि 2012 देखि 17 मा जुन समस्या आयो, जति पनि त्यो क्राइटेरिया नराखे पछाडि डाउनलोड गर्ने, अर्काको भिडियो अपलोड गरिहाल्ने, कपी पेस्टमा यति धेरै काम गरे जसले कपी पेस्ट गर्थे। त्यो कुरालाई देखेर युट्युबले पहिलोचोटि 2017 अप्रिलमा नयाँ अपडेट गर्दै 10,000 भ्युज चाहिँ क्राइटेरिया राख्यो। 2017 मा 10,000 भ्युज क्राइटेरिया राख्दा त्यो पनि इजी भयो क्या कन्टेन्ट क्रिएटरहरूका लागि। त्यस पछाडि थपक्कै 2018 मा युट्युबले फेरि अर्को अपडेट ल्याउँदै 1,000 सब्सक्राइबर र 4,000 घण्टा वाच आवर ल्यायो। त्यो बेलामा सर्ट्स थिएन। सर्ट्स त पछि टिकटक आएपछि टिकटकपट्टि मान्छे आकर्षित भएको देखेर युट्युबले सर्ट्स, फेसबुकले रिल्स ल्याएको। 2018 मा त्यो अपडेट भएदेखि बिचमा सर्ट्सको लागि 90 दिनमा 10 मिलियन भ्युज भन्ने एउटा क्राइटेरिया थपियो र त्यस पछाडि एकैचोटि 2027 को फेब्रुअरी 1 देखि युट्युबले ठुलो अपडेट ल्याउँदैछ क्रिएटरहरूका लागि। यो एआईले, कपी पेस्टले, विभिन्न कारणले गर्दा युट्युबमा फेक क्रिएटरहरू, कपी पेस्ट गर्ने क्रिएटरहरू अत्याधिक बढी भएका कारणले गर्दा अब ठ्याक्कै 4,000 घण्टा वाच आवर थियो, त्यसलाई 8,000 घण्टा र 90 दिनमा 10 मिलियन सर्ट्सको क्राइटेरिया थियो भने अब 90 दिनमा 20 मिलियन यानि कि 2 करोड भ्युज पुर्याउनु पर्ने भएको छ। सब्सक्राइबर भने यथावतै रहनेछ 1,000 नै। तर यो 8,000 घण्टा भनेको नट अ जोक। कन्टेन्टमा दम छैन भने 8,000 घण्टा पुर्याउनु एकदमै गाह्रो हुन्छ, किनकि 8,000 घण्टा पुग्नको लागि निकै लामो भिडियो 2-4 लाख भ्युज गएको हुनुपर्छ। त्यो भएकोले गर्दा कन्टेन्ट क्रिएटरहरूका लागि र साना क्रिएटरहरूका लागि गाह्रो छ। तर कन्टेन्टमा दम छ, आफू यो क्षेत्रमा काम गर्छु नै गर्छु भन्ने लाग्छ भने आफूले कन्टेन्टमा इमानदारी साथ काम गर्दा 8,000 घण्टा पुग्छ। आजको अपडेटमा तपाईँलाई यो युट्युबले दिएको यो 8,000 घण्टा क्राइटेरिया र सर्टमा 20 मिलियन भ्युजको विषयमा के लाग्छ? साना क्रिएटरहरूलाई तह लगाउन खोजेको जस्तो लाग्छ कि युट्युबले अलि स्वच्छ बनाउन खोजेको जस्तो लाग्छ? तपाईँलाई के लाग्छ कमेन्ट गर्नु होला।